हैन। आज चाहिँ हामी यता माछा मार्न जानु लागिरहेको छौँ। यो दाइले चाहिँ उलेली तागेर चरालाई मार्नु लागिरहेको छ, तर चरा चाहिँ भेट्दैन हैन। म चाहिँ हैन त्यो तल काम परेकोले यसो तल्लिएर गएको थिएँ, दाइहरूले छोडेर गइसक्यो अनि दौडिनु पर्यो है। स्वा स्वा गर्दै उकालो दौडिँदै हैन, मजाले दौडिँदै थियो है। हामीले माछा मार्ने चाहिँ खतरा खालको घोर्ल्याङ लिएर छ हैन। त्यो घोर्ल्याङले नि एक बट्टा माछा मारे यार। यो कौशोलाई त कसले नचिने होला यो त है, यो कौशो आपापापापा। यो सिस्नुले नि मेरो यार हरिबिजो पारिदियो यार, हात मेरो अब्बाई के भयो मेरो हात, डाबर उठाइदिएको नि साला सिस्नु गदाले। सिस्नुले यस्तो डाबर उठाइदियो यार। अब जुधौँ भने यार झन् यार डाबर उठ्छ। यस्तो जालीले नि मार्दैछ यार, हिले हेर्नु न हिले अब्बुई। एकपल्ट पाए दर्शक बिन हामीले चाहिँ मारेर घरमा ल्याइसक्यो होइन। यसले पछाडिरहेको छ बिचरा, हेर त्यहाँ भ्यातेक चल्यो नि पछाडिरहेको छ। कहाँ उछिटेर गयो। ल आजको लागि यति नै होइन। अन्तिमसम्म हेर्नुभएकोमा हजुरहरू सबैलाई धन्यवाद है। Thanks for watching my video.